उपस्थित गर्नुभएका समस्त व्यास गुरुदेवहरूमा नमन वन्दन गर्दछु र मानव सेवा फाउन्डेसन प्रति हार्दिक आभार प्रकट गर्दै सनातन संस्कृति गण्डकी कोटी होम र हामी विद्यार्थी भन्ने शीर्षकमा आफ्ना भनाइहरू राख्ने अनुमति चाहन्छु। सनातन धर्म भन्नाले शाश्वत धर्म अर्थात् सधैँ रहिरहने परापूर्व कालदेखि चलिआएको धर्मलाई लिएको विद्यार्थीमा सामाजिक सञ्जालको हावी प्रयोगले गर्दा चिन्तन गर्ने क्षमतामा कमी आउनु, आत्मविश्वासमा कमी आउनु, समयको दुरुपयोग हुँदै जानु, शारीरिक तथा मानसिक रोगले ग्रसित हुनु जस्ता समस्याहरूले गर्दा उनीहरूको जीवनशैलीलाई नै प्रभावित पारेको छ। यस्तो परिस्थितिमा यो सनातन धर्म संस्कृतिसँग जोडिएर सञ्चालन गरिएको यो विशाल ज्ञान महायज्ञ कोटी होम जस्ता संस्थाहरूले उनीहरूको जीवनशैलीमा पक्कै पनि सुधार गर्नेछ। दैनिक नेपाली किताब र अङ्ग्रेजी किताबमा पनि बाहिरी विदेशी संस्कृति सम्बन्धी पढाइन्छ, तर हाम्रो सनातन संस्कृतिबारे हामीलाई ज्ञात गराएको खोइ। हाम्रो राष्ट्रिय सनातन संस्कृतिको दुर्लभ हुँदै गएको छ। यसको बारेमा महत्त्व गर्ने सरकारवाला निकायहरूको ध्यान गएको खोइ। चन्दन लगाउनु पर्छ। त्यो चन्दनले हामीमा शीतलता प्राप्त गराउँछ, हामीलाई शीतलको अनुभूति गराउँछ।